Hello guys, welcome to my new vlog. आज पनि स्कुल जाँदै छौं बिहानपट्टि यता हुनुहुन्छ आमोस म चाहिँ घाम भएर छाता ओढ्दै छु यी कन्सन यहाँ हुनुहुन्छ सुनैना दिदी र आमोस हामी चाहिँ 9 बजे स्कुल हिँड्छौं र त्यस्तै घन्टी लाग्नु भन्दा अगाडि पुग्छौं ल केही भनिदिनु होला हजुरले पनि हाई भन्नुस् न हाई यता हुन्छ सुनैना मिस कति राम्री देखियो बटियो खेती में तो राम्री पनि आँखे देख्नु हामीलाई चाहिँ फेरि हाउ ड्रेस नयाँ दिएको हेर्नुस् गाइस कस्तो छ पालिकादेखि दिएको ओडादेखि पालिका कि ओडा के हो भन्छ अल्को भएर त्यसै बाँस जस्तो मैले त 40 नम्बरको लिएको मैले 40 गाइज चाहिँ मासन्तर थियो हामीलाई चाँडै छुट्टी भएको थियो 1 बजेतिर हजुर त्यहाँ त फ्रीमा दिएर सबैलाई दिएर होइन के दिए त भनेको यो कता घुमेर हुन्छ हाम्रो चाहिँ दोकान गाउँघरको दोकान यस्तै हुन्छ हामी गाउँघरमा बस्छौं सहरमा चाहिँ बस्दैनौं हामीलाई गाउँघरमै हुर्केको गाउँघरमै रमाइलो हुन्छ सहरमा भन्दा हजुरहरूले मको होला भनेर बसिरहनु भएको होला मेरो नाम चाहिँ स्वस्तिका कुमाल हो मैले यत्रो दिन भ्लग गराए होला 3-4 दिन तर मैले नाम भन्ने बिर्सेछु गाइस सरी ल हाम्रो बारी यस्तो तर हाम्रो बारी हैन यहाँ आन्टीहरुकै घर यस्तो माटोको घर सबैको घर मेरो च्यानललाई पनि लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला गाइस स्वस्तिका कुमाल छ अस्ति भर्खर खोलेको आइडी हो जब 9 सब्स्क्राइब सब भ्लग हाल्ने भनेको मोबाइल राम्रो भए पो हाल्ने गाइस अति थैराको जस्तो उकालो चढ्दा यस्तै हो जिन्दगी सबैले छाता ओढ्यो हिँड्यो घाममा गाइस फेरि हामीले जिम्मीलाई भेट्न आइसकेको छौं हेलो मेरो पुकु हात देऊ पुकु हात देऊ मलाई पनि हात चाट्ने मलाई हात देऊ मसित मान्दैन हिजो त्यतिखेर हात दिएन किन आइरहनु यस्तै छ जिन्दगी स्कुटर चलाउनु भयो म चाहिँ यस्तो गाडी भएर यस्तो चिसो पानी खान लागिरहेको छु हामी चाहिँ हिँड्ने बाटो यही हो यो चाहिँ घर हो अब यहाँ आइपुग्यो अब यो हाम्रो गाउँ रमाइलो छ त्यो कोहीले भनेको पनि राख्दै होइन के तिमीले भनेको सुन देखाएको भन्नु न यता बाटा हाम्रो गाउँ यस्तै हो हाम्रो गाउँ रमाइलो छ सबै आउनु हो यसो घुम्नलाई अरू केही पनि छैन दिदीले पनि पानी खानु थाल्नुभयो क्या खै म पनि पानी खान्छु न ओहो यो होइन यो हाम्रो हाउस ड्रेस देख्न सक्नुहुन्छ त्यसले अर्को लगाइराखियोस् यो मैले न्यु लगाएर आएको होइन अहिलेको हाउस ड्रेस चाहिँ पिङ्क छ के पिङ्क देखा न गाइजहरु यो हाउ ड्रेस मन पर्यो कि हो यो वाला भित्र पनि लगाएको छस् किन मैले यस्तो छ भित्रबाट पर्पल त्यसको चाहिँ पिङ्क छ पकड त वाउ हो क्या वाउ हामी चाहिँ सधैँ स्कुल जान्छौं ल कस्तो गरी भा हामी यस्तो यस्तो बाटो अनि कतिचोटि देखाउने र अब सुन न दिदी हिँड्न सक्नुहुन्छ हामी हिँड्न सक्दैनौँ आजकलको मान्छे के भएका हुनुहुन्छ यस्तो छ यस्तै छ यस्तै छ जिन्दगी जिन्दगी के हो त्यस्तो कराएको हिँडेको छ हामी होइन माथि कति डराएको थियौँ कि त्यो निदेनी भनेर अन्त यता चाहिँ टङ्की छ
ओ मलाई डङ्की गरे यस्तै छ जिन्दगी दर्याम हाम्रो टिकटक आइडी पनि छ हेर्नु होला मेरो नाम त्यही नामदेखि चाहिँ छ सुनैनादेखि चाहिँ छ होइन र मेरो स्वस्तिका चाहिँ आइडी हजुरहरूले मलाई फलो गर्नु होला मैले मेरो कञ्चन घरती मगर 3 छ ल भित्रको आइडी मेरो 2-3टा मात्र भिडियो मेरो त छ सधैँ दुईचोटि बाटो हिँड्ने हो तैँले त्यो मेरो टिकटकमा फोटो पठाइस् नि अरे फोटो हामी बाइक सिक्न गएको कस्तो रमाइलो भएको केमा गएको बाइक सिक्न ए सकिस् गर्नु पसिना हाम्रो बाटो चाहिँ यस्तो हो कति गर्मी हो के जङ्गलमा झन् शीतल पनि नआउने के झन् घाम टङ्गै अनुहारमै आउँछ मेरो कस्तो पसिना निस्क्यो पुरै पिस्न मन लाग्छ निस्के पनि हाम्रो बाटो यस्तै हो गाइस यहाँ चाहिँ रातो माटो हामी लिप्नको लागि हो यहीँ यो उसदेखि गुफादेखि माटो निकाल्छौँ कस्तो रातो लिप्न चाहिँ रमाइलो हुन्छ गाउँघरको मैले लिपेको छु पनि गाइस अँगारो खाने भए आउनुहोस् है कति धेरै अँगारो छ तर यो के गरे मुख कालै हुन्छ निलै कालै बनाएर खानु पर्यो एउटा खान्छु खाए ल मेरो चित्तो अवस्था हो क्या छ्या टर्सेको खान्छु ल गइ जान्छ यस्तो दाँतमा लगाइ खाएर चाहिँ के हो यहाँ प्ले बटन खेले बटन हाम्रो मिनी भ्लग हो यो चाहिँ मिनी भ्लग होइन भ्लग है हो भ्लगै हो कि मतलब हाम्रो यहाँ 1000 सब्सक्राइब पुऱ्याउन गाइस सपोर्ट माया सपोर्ट मी सब्सक्राइब गरिदिनु होला नबिर्सिकिन हाम्रो के गरे भ्लग नराम्रो भए पनि माइन्ड नगरिकन हेरिदिनु होला भन्न चाहन्छु हामी चाहिँ अब यस्तो हो फतर फतर बोल्नलाई हामी बोल्न चाहिँ एकदम ट्यालेन्ट भ्लग गराउन खासै जान्दैनौँ अब हामी गाइस हामी चाहिँ अर्को हप्ता चाहिँ सिलाङकोट जाने हो रमाइलो हुन्छ अटोमा 2टा अटो भयो भने जान्छ नि के गरे एउटा अटोमा भर 6 जना लान्छ के अन्त अनि हामी सराइदेखि 150 मास्तिर डाँडामा पनि कस्तो रमाइलो हुन्छ आउँदा त ओह्रालै छ क्या यस्तै हो खेतर खोलाको बाटो जाउने म त रोडको बाटो आउने मक्का पाएको राम्रो छ भन्दै मक्का गाई सबैलाई चाहिँ यस्तो हालतमा पुगेछु म यस्तो पसिना आइरहेको छ चुहेर यस्तो यहाँ कस्तो हिँड्दा पनि त्यो आँखामा भुसु नआउने कि माथि डाउन होला नि त खै आइपुग्ने हुन्छ नि हामी चाहिँ आधा बाटोमा आइसक्यौँ स्कुल कहिले पुग्ने गाडीको व्यवस्था गरिदिनु हजुर कति बज्यो होइन अँगाहरू खाएर यहाँ निलै भ्यू देखाउ न आउ त भ्यू हेर्नु न देखि नै यस्तो राम्रो करप नगर न यो चाहिँ म यता बता मलाई यो चाहिँ माडी पाटो हो घुम्न आउनु होला यहाँदेखि दृश्य दामी देखिन्छ बजारहरू छ खरे बजार रुप्से बजार सराई बजार तानसिन बजार सबै तानसिन बजार त कति हिँड्न सकेको म त हिँड्नै सक्दिनँ इट इज 9:30 भयो
What time is it now? बोल्न जान्दिनँ म त What time is it now? It is 9:30. दिस इज English, okay? निलै निलै भएको छ मेरो दाँतभरि हेर तेरो पनि देखा त गर्नु यसको त देखेको छैन है क्यामेरामा मेरो देखेको छ क्या घारे योभन्दा अर्को केटा मान्छेमा यो जान्छ केटी मान्छेमा यो छ म छु त्यस्तो नलानु छ्याक्के गरेको हल्लाको यस्तो यस्तो गरेर हुन्छ यसले चाहिँ भ्लग गराउन आउँदैन क्या बेसरी पकाउन तिमी बेसरी हल्ला आउँछ बसेको देखि पागल भइसके मलाई आउँदैन पकाउन तिमीलाई मलाई आउँछन् केवल ती के भन्छ कुनै थाहा तिम्रो अङ्गालोको न्यानो स्पर्श कसरी बयान गरौँ मनमा उठुकै भएका भावनाका छन् मन नभेटेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो अब छुट्नै पर्यो जिन्दगीको खेल छाडी जाने नै हो र फेरि हामी चाहिँ के ल्याउन जान्दैनौँ यताबाट हेल्पोस जाने हो हजुरहरूलाई सन्चो छैन भने बाटो थाहा छैन भने यही बाटो जानु होला जाँदा हुन्छ यताबाट जाँदा हुन्छ राम्रो बाटो को आउनु भएको छ यतातिर यस्तो माडी फाट हेर्न यहाँ पनि देख्नु भएकै छ होला यस्तो बाटोमा हिँड्नुपर्छ कर्णधारमा चाहिँ राम्रो पढाइ हुन्छ यहाँ पढ्न आउनु होला साँच्चै साँच्ची हो भने यहाँ पढ्न आउनु होला हामी अब स्कुलमा पढ्न जान्ने मान्छेले त पढ्छन् कि अब नजान्ने मान्छेले जान्दैनन् कि हामी त ट्यालेन्ट बोल्छन् तँलाई थाहा छैन हामी ट्यालेन्ट हो भन्ने गरे यो कुवा मैले अस्ति पनि देखाइसकेको मैले हजुरहरूलाई सबै बाटो देखाउँछु पनि एसीमा लाग्दैन के सुरुमा त अब त्यस्तै हो नजान्ने मान्छे गाइज म चाहिँ यसी दिनेवाला उहाँ हुनुहुन्छ बिहाली दिनेवाला हामी माछा गरी टप हान्ने हो भन्ने गरे हेरौँ गाइज कस्तो हुन्छ हजुरहरूलाई यिनीहरूको पनि एटमा आउने बानी राम्रोसँग पढो त्यस्तै म झन् अब दसैँ पछि त होस्टेल बिहान साँझ छ्या गाह्रो छ यस्तो उकालो बाटो यत्रो कति धेरै किताब हुन्छ ट्युसन हिँड्नु पर्छ ऊ त्यहाँ फुल त सुकेको थिएन भ्यू भ्यू देखिन्छ भ्यू मैले देखाउँछु ल देखिन्छ हुन्छ होइन यतातिर चाहिँ ऊ यता कता गरेर जान्छौँ भने चाहिँ यतातिर चान्स दिन्छ यतातिर फेरि खरे बजार छ त्यो मेरो हातै देखेको छैन अनि यतातिर ऊ त्यो चाहिँ हाम्रो घरहरू छ यता गुजुक घरहरू गाउँघरमा चाहिँ यसरी उस राख्नुहुन्छ दाउरा यसरी मिलाएर काट्न आउने मान्छेले जान्न नसकेर हो कि गाइस मेरो पसिना अब चुइन्छ साँच्ची हो यादै याद म त मेटाउने है यो बनाएको मेरो स्कुल हेर्न सक्नुहुन्छ म चाहिँ अब स्कुलको गेटसम्म हजुरहरूलाई देखाउन चाहन्छु कस्तो छ भनेर सबै देखाउँछु है गाइज त यस्तो बाटो गराउनु भयो पहिला हामी उयो बाटोबाट जान्थ्यौँ अहिले यो बाटोबाट जान्छौँ यस्तो छ्याक्क भ्यू देखिन्छ माडी फाट हेर्नु होला अलिक के अरे धुती लाएर राम्रोसित देखिएको छैन सब हामी आइसक्यौँ यो चाहिँ हाम्रो ओडा हो ओडा अनि यो चाहिँ पुरानो स्कुल हो 2012 सालमा बनेको स्कुल 2012 सालमा बनेको स्कुल हो यो कति अझै पनि भित्र कोठा सहित छ यो चाहिँ हाम्रो मिसको घर हो मान्वी मिसको घर सत्य ए हाम्रो पुरानो स्कुल यो चाहिँ दाउरा राख्नु भएको छ अनि यहाँ स्वस्तिकै अनि यही हो डाँडाहरू देखिन्छ कति राम्रो छ
ऊ अगाडि चाहिँ हामी भाइहरू हिँड्ने छ ल मैले अहिले भाइ भन्ने हो क्या उता हामी चाहिँ नास्ता खान आउने चाहिँ कहाँ हो भनेर सोध्नुहुन्छ होला ऊ सनराइजको बस गयो कताबाट देखिन्छ गयो हामी नास्ता खाना चाहिँ कहाँ आउने हो भनेर सोध्नुहुन्छ होला हामी नास्ता खाना आउने ठाउँ चाहिँ ऊ त्यो होटल हो कि होटल होटल दिदीहरू चाहिँ पछाडि आउनु छ आउनु भएको छ पसिना हो मम्मी लिमस तिमी कहाँ हिँडेको गरे यहाँ हेर न यता हेलो भन यहाँ हामी चाहिँ नास्ता खान आउने यहाँ हो नास्ता खान आउने अनि यहाँ चाहिँ हाम्रो भवनहरू बन्दैछ माथि स्कुल जान्छ 9 क्लास बन्दैछ होस्टेल बन्दैछ स्वस्तिका यहाँ त पसिनै पसिना खैदे अब नेपाली पसिनाले रुजे ए हाम्रो गाइज हेलो गाइज रिदम लामी छानेलाई गाइज देख्न सक्नुहुन्छ भ्लगमा हाम्रो भ्लगमा मेरो प्यारो प्यारी बहिनीहरू उताबाट पनि आउँदै हुनुहुन्छ गाइज हाम्रो स्कुल देख्न सक्नुहुन्छ कस्तो राम्रो छ बाइ बाइ गाइज ल बाइ बाइ गाइज ल ल ल उ जस्मिनहरु बाइ बाइ